सम्पूर्ण श्रोताबिनहरू र विद्यार्थी भाइ बहिनीहरूमा नमस्ते। म इन्द्रजित सुनार। लोकसेवा च्यानल साथीमा तपाईँलाई स्वागत छ र हामीले चाहिँ ब्याङ्किङ संस्थान तिरका रिटर्न एक्जामलाई फोकस गरेर र एमसिक्यूलाई पनि फोकस गरेर हामीले कन्टेन्टहरू तपाईँलाई सेयर गर्छौँ। एकदम नेमोनिक्स र ट्रिक्समा आधारित भएर कसरी चाहिँ रिटर्नको लागि तयारी गर्ने, एमसिक्यूको लागि तयारी गर्ने, प्रिटेस्टको लागि तयारी गर्ने भन्ने कुरामा फोकस हुन्छौँ। आज हामी नेपाल राष्ट्र ब्याङ्कको इन्फर्मेसन टेक्नोलोजी गाइडलाइन, जसलाई हामी छोटकरीमा एनआरबी आइटी गाइडलाइन्स पनि भनेर भन्छौँ, नेपाल राष्ट्र ब्याङ्कले 2012 अगस्तको 2012मा चाहिँ ब्याङ्क सुपरभिजन डिपार्टमेन्टले चाहिँ रिलिज गरेको हो यो। र यो चाहिँ जुनसुकै ब्याङ्क तथा वित्तीय संस्थाले पनि यो एनआरबी आइटी गाइडलाइन्स फलो गरेर काम कारबाहीहरू अगाडि बढाउनु पर्ने हुन्छ। र म त्यसलाई छोटकरीमा तपाईँहरूलाई एनआरबी आइटी गाइडलाइन्सको बारेमा याद गर्नको लागि तपाईँहरूलाई चाहिँ नेमोनिक्सबाट सिकाउन चाहन्छु। नेपाल राष्ट्र ब्याङ्क इन्फर्मेसन टेक्नोलोजी गाइडलाइन्स, नेपाल एनआरबी आइटी गाइडलाइन्स भनेर पनि भन्छ यसलाई। आइटी गाइडलाइन्स 2012 भनेर पनि भन्छ। यो चाहिँ ब्याङ्क सुपरभिजन डिपार्टमेन्टले चाहिँ रिलिज गरेको एउटा गाइडलाइन हो। त्यसमा 10वटा चिज चाहिँ तपाईँले सरस्वती यो गाइडलाइन पढ्दै जानुभयो भने 10वटा गाइडलाइनहरू यो भित्र पर्दछ। त्यसमा चाहिँ पहिलो नम्बरमा छ आइटी गभर्नेन्स, दोस्रो नम्बरमा छ इन्फर्मेसन सेक्युरिटी, तेस्रो नम्बरमा छ इन्फर्मेसन सेक्युरिटी एजुकेसन, चौथा नम्बरमा छ इन्फर्मेसन डिस्क्लोजर एन्ड ग्रीवेन्स ह्यान्डलिङ, पाँचौं नम्बरमा छ आउटसोर्सिङ म्यानेजमेन्ट, छैटौं नम्बरमा छ आइटी अपरेसन्स, सातौं नम्बरमा छ इन्फर्मेसन सिस्टम एक्विजिसन डेभलपमेन्ट एन्ड इम्प्लिमेन्टेसन, आठौं नम्बरमा छ बिजनेस कन्टिन्युटी एन्ड डिजास्टर, बिजनेस कन्टिन्युटी एन्ड डिजास्टर रिकभरी प्लानिङ, नौ नम्बरमा छ इन्फर्मेसन सिस्टम अडिट, दसौं नम्बरमा छ फ्रड म्यानेजमेन्ट। यदि हजुरहरूलाई यो 10वटा पोइन्ट याद छ भने यो गाइडलाइन्सभित्र, जस्तै आइटी गभर्नेन्सभित्र पनि विभिन्न गाइडलाइन्सहरू चाहिँ तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ, पाउन सक्नुहुन्छ। यो गाइडलाइन्स पुरा पढ्नुभयो भने त्यो डकुमेन्ट पढ्नुभयो भने प्रत्येक 10वटै यो गाइडलाइन्सभित्र पनि यसका विभिन्न सब गाइडलाइन्स अथवा गाइडलाइन्स, यसलाई अलिकति विस्तृत रूपमा पनि तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। तर त्यसको लागि सुरुमा तपाईँले स्ट्रक्चर अथवा फ्रेमवर्क याद गर्न जरुरी हुन्छ जस्तो लाग्छ। त्यो भएको हुनाले 10वटा तपाईँले गाइडलाइन्स के रहेछ भनेर याद गर्नुभयो भने यो भित्रपट्टिको रिटर्नको लागि पछि तपाईँहरूलाई पढ्न सजिलो हुन्छ। त्यसको लागि चाहिँ मैले तपाईँहरूको लागि एकदम सजिलरी याद गर्नको लागि एनआरबी आइटी गाइडलाइन्स 2012 को 10वटा यो पोइन्ट, जुन मेन पोइन्ट छ, यसलाई याद गर्नको लागि एउटा नेमोनिक्स लिएर आएको छु। त्यो म माथि तपाईँलाई देखाउँछु। अब नेमोनिक्स कसरी बनाउन सकिन्छ भने, जस्तै यो आइटी भन्ने एकजना मान्छे छ, त्यो चाहिँ
एउटा घरमा इन भयो हैन, कतिचोटि इन भयो? 3 चोटि इन भयो। अनि आउट भयो एकचोटि। फेरि त्यो आइटी भन्ने मान्छे के गर्यो? फेरि इन भयो। अनि बिजनेस गर्यो, बिजनेस गर्दा के भयो त? अडिट गर्नु पर्यो, अडिट गर्दा फ्रड आयो भनेर याद गर्ने। यहाँ म लेखेर पनि देखाउन चाहन्छु। आइटी इन भयो 3 चोटि, आउट भयो एकचोटि, आउट भयो अथवा एकचोटि मात्रै लेखे पनि भयो, आउट भयो भनेर सम्झिनु भयो। फेरि के भयो? आइटी इन भयो केमा? बिजनेसमा। आइटी इन भयो बिजनेसमा, अडिट गर्दा फ्रड आयो। फ्रड आयो। यो नेमोनिक्स एकदम सजिलो छ नि त हैन? आइटी के भयो? आइटी भन्ने एकजना मान्छे रहेछ जो चाहिँ इन भयो 3 चोटि भनेको 3 पटक चाहिँ आइएन भन्ने शब्द जुन हामीले अगाडिको फर्स्ट अल्फाबेट फर्स्ट सेकेन्ड वर्डबाट हामीले चाहिँ झिकेका छौँ। त्यसपछि आउट भयो, यो आउटसोर्सिङको आउट झिकेका छौँ। त्यस पछाडि आइटी अपरेसन्सको आइटी, आइटी फेरि के भयो? इन भयो। आइटी आइटी इन भयो अनि बिजनेस गर्दा के अरे बिजनेस गर्दा अडिट गर्नु पर्यो, अडिट गर्दा फ्रड आयो भन्ने हिसाबले तपाईँले याद गर्न सक्नुहुन्छ। जस्तै आइटी आइटी इन भयो भन्दाखेरि आइटी सुरुको आइटीले आइटी गभर्नेन्स भनेर याद गर्नु पर्यो। इन भयो भन्ने कुरामा चाहिँ अब हेर्नु त कति सजिलो छ। इन्फर्मेसन कुराहरू कति रिपिट भइरहेछ। इन्फर्मेसन इन्फर्मेसन इन्फर्मेसन, इन्फर्मेसनको इन तान्यौँ हामीले। इन्फर्मेसन सेक्युरिटी, फेरि इन्फर्मेसन सेक्युरिटी पछि इन्फर्मेसन सेक्युरिटी एजुकेसन, फेरि इन्फर्मेसन डिस्क्लोजर एन्ड ग्रिभेन्स ह्यान्डलिङ, 3टा इन सकियो। त्यसपछि आउट एउटा आयो, आउटसोर्सिङ म्यानेजमेन्ट, आउटबाट पनि सकियो। त्यस पछाडि फेरि आइटी के भयो? इन भयो बिजनेसमा, अडिट गर्दा फ्रड आयो। आइटी भनेको फेरि 6 नम्बरमा आइटी अपरेसन्स। अनि इन भयो भन्ने यो इनलाई चाहिँ हामी फेरि इन्फर्मेसन सिस्टम एक्विजिसन डेभलपमेन्ट एन्ड इम्प्लिमेन्टेसन भनेर याद गर्नु पर्यो। त्यस पछाडि बिजनेसमा अडिट गर्दा फ्रड आयो। बिजनेस भनेपछि बिजनेस कन्टिन्युटी एन्ड डिजास्टर रिकभरी प्लानिङ भनेर तपाईँहरूले याद गर्न सक्नुहुन्छ। र अडिट गर्दा फ्रड आयो भनेपछि अडिट पछाडिको शब्द तानेको छु मैले यसमा। तपाईँले आइएस अडिट, इन्फर्मेसन सिस्टम अडिट भनेर याद गर्न सक्नुहुन्छ। अनि फ्रड आयो भनेपछि फ्रड म्यानेजमेन्टको कुराहरूलाई तपाईँले यसरी 10वटा एनआरबी आइटी गाइडलाइन्सका 10वटा मुख्य गाइडलाइन्सहरू तपाईँले चाहिँ नेमोनिक्सको मार्फतबाट याद गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।